जसले सेन्ड गर्नुभएको उहाँले भिडियो माग्नुभएको छ त्यही भएर पोस्ट ल नगर्नु अहिले भन्छौँ हामी ल ल यहाँ आउनु। ह्याप्पी बर्थडे टु यु सिस्टर थ्याङ्क यू सो मच कसले पठाउनु भएको थाहा छैन मलाई अब सबै थाहा हुन्छ तपाईँलाई मलाई प्रकार छ ल नि त्यहाँ यो अहिले सामग्री घरमा लेख्नुहोस् छ थ्याङ्क यू सो मच अलिकति आउन बिचरा काम गरेर हामी गाडी कसले पठाउनु भएको होला एक एक काट्नु अनि के कुरो पनि काट्नुहोस् न के छ हामीसँग वा वा भनेर सामान हुन्छ भने के हो आज त उहाँको बिएफले हो कि क्या हो के एक्सले हो कि क्या हो बोयफ्रेन्ड बुढा छ त नि नाइ बाबु बुमाएको होला हुन्छ नि अब त्यस्तो भए त म त लिँदैन नि हो भने यहाँ पनि छ ए धेरै कुराहरू छ अर्को यो छ अहिले पड्काउने छ यो रुममै गरेर पड्काउनु होला यो पनि समाज देखाउनु पऱ्यो नि त उहाँलाई त अर्को यो क्यान्डलहरू छ है दुईवटा क्यान्डल पनि छ उहाँलाई आएको छ अनि टेक्निक गर्नुहुन्छ ल अब तपाईँको पालो हुन्छ गेस गर्नुपर्ने कसले सेन्ड गर्नुभएको होला मेरो दिदीले हो होइन हामीलाई त अर्कै एउटा चिठी पनि आएको छ पढिदिन्छु ल कहाँ गयो मेरो मोबाइल सानो चिठी पनि आएको रहेछ प्रिय सानो धेरै धेरै माया अनि सम्झना म तिमीसँगै हुन नपाए पनि सानो मायाको चिन्ह सेन्ड गरेको छु एक्सेप्ट गर्नु होला हामी टाढा छौँ तर पनि मैले कहिले एक्लोपन महसुस भएको छैन हजुरसँग बिताएको पलसँग अझै ताजा छ डिस्टेन्सले टाढा भए पनि मन र मायाले कहिले टाढा नबनाउनु होला उही तिम्रो मनको के अरे राजा फेरि पनि ह्याप्पी बर्थडे सानो भनेर भनेको छ ला कसले पठाउनु भयो कसले पठाउनु भयो भन्नु न गेस गर्नु न अब यो तिमीले यो पनि तपाईँले सुनाइदिनु भएको थियो त्यो हामी चिठी पनि अब म त गेस गर्नै सक्दिनँ भन्नु न कसले पठाउनु भयो भन्नु त म भनिहाल्छु अहिले कहिले कसले हो चिठी पनि आएको छ चिठी पनि पढेर सुनिहाल्ने मेरो बेस्टीले हो खोइ चिठी पनि छ अब बा कसले बिनिसाले हो सानो भनेर भनेको छ माया भनेको छ बा एक्स हो कि बा पहिला सँगै पढ्दाको यसो साथीभाइ हुन् कि एकपल्ट गेस गर्नु त भनिदिनु न डर लागिसक्यो मनमा ढुक 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 बा घरमा झगडा पर्ने कि फेरि भनिदिनुहोस् न को हो अब कसले पठाउनु भयो भनेर थाहा छैन ल भने है त अब 1 2 3 ल अब लास्ट टाइम एकपल्ट गेस गर्नु एकचोटि गेस गर्नु लास्ट ल तपाईँको सिस्टरले सेन्ड गर्नुभएको छ चितवनबाटै होइन त चितवनबाट ल के भन्न चाहनुहुन्छ त उहाँलाई एकपल्ट भिडियो मार्फतै भनिदिनुहोस् न त थ्याङ्क यू सो मच धेरै धेरै माया छ लभ यु रुनु भएको रुनु हुँदैन त अनि खुसीको आँसु होला नि त यता हेर्नु नगर्नु न भिडियो दिदीले सेन्ड गर्नु भन्नुभएको छ उहाँकै लागि यो भिडियो बनाएको हामी थ्याङ्क यू सो मच हामीले चाहिँ त्यो चाहिँ सानो चिठी चाहिँ यसो उहाँको तपाईँको मन चोर्न मात्रै बनाएको हो खास चाहिँ दिदीबाट आएको हो यसो मन चोर्न मात्रै हो ल फेरि पनि तपाईँले ह्याप्पी बर्थडे छ है उहाँले हामीलाई सेवा गर्ने मौका दिनुभयो हामीलाई पनि होइन थ्याङ्क यू तपाईँलाई फेरि एउटा फोटो खिच्नु